दर्शक नमस्कार, म सौगात पोखरेल दाङ घोराइदेखि। म यति बेला दाङ घोराइमा बस्ती भैँसपुर भन्ने ठाउँमा आएको छु र मसँग एकजना बुवा हुनुहुन्छ। म बुवासँग चाहिँ हिजो बुवाले गरेका सङ्घर्षहरू, दुःखहरू के कस्तो गर्नुभयो र यहाँसम्म कसरी आइपुग्नु भयो भनेर म बुवासँग केही कुराहरू गर्न गइरहेको छु। ल बुवा नमस्कार। हजुरको नाम के पर्यो बुवा? खिमबहादुर। खिमबहादुर के? घर चाहिँ कहाँ पर्यो हजुरको? होलेरी। होलेरी। यहाँ चाहिँ कहाँ आउनुभयो तपाईँ? म यसै काम गर्न आएको। काम हजुरले काम चाहिँ के हुन्छ पेसाले बुवा? काम अब यस्तै हो, अब ढुङ्गासुङ्गा बोक्ने। हजुर हजुर। अब अहिले धान सान गर्ने अब लगाउनु नि। हजुर। ढुङ्गा बोक्ने काम छ मेरो। ए ढुङ्गा बोक्ने कामहरू हुन्छ? अनि कति वर्ष हुनुभयो बुवा तपाईँ अहिले? 62। 62 वर्ष हुनुभयो है? 62 वर्षमा ढुङ्गा बोक्ने काम गाह्रो हुन्छ होला बुवा अहिले? अलि बोक्छु, धेर बोक्दैन। ओहो, थोरै बोक्नुहुन्छ नि? थोरै बोक्छु, 1 घन्टाको काटेको छ। हो र? अनि योभन्दा पहिले तपाईँले के गर्नुहुन्थ्यो बुवा काम? गरेँ, मैले नाखाम काम गरेँ। हजुर। कपास बोकेँ। हजुर। कपास टिपेँ। हजुर। अब यो नाखाको यो खर काटेँ मैले। वनकस। हजुर। हजुर हजुर। काला पार गइयो। हजुर। हजुर। कालो पार गयो, ढुङ्गा बोकेँ मैले। हजुर। हजुर। ढुङ्गा बोक्यो, अब माटो बोक्यो। दुःख बहुत गर्नुभयो बुवा नि? जिन्दगीमा के भयो के भएन। हजुरको 10 रुपियाँ काम गरेँ मैले। 10 रुपियाँमा? दिनको 10 रुपियाँ जिम्मेदार सोचिँदा मल बगाएर मलाई राम्रो सिधा। ओहो, 10 रुपियाँमा? 10 रुपियाँमा दिनभरि? किल्तामा बोक्दैन, किल्तामा। ओहो, वर्ष अप्ठ्यारो नि त किल्ता। ओहो, भैँसी मल। ओहो बुवा, अनि हजुरलाईसँग म केही कुरा अझै जोड्न चाहन्छु। हजुरको परिवारमा को हुनुहुन्छ बुवा? हाम्रो दाजु भाउ छन्, छोरीहरू छन् दाइका। हजुरको श्रीमती हुनुहुन्न? मेरो छैन। कति वर्ष अगाडि टाढा हुनुभयो श्रीमतीसँग? अब मैले 2-4 महिना राखेँ, 3-4 वर्ष राखेँ। उपारिया छ नि? हजुर हजुर। यो घपाइलो लगाएको। हजुर हजुर हजुर। त्यही हो मैले ल्याएको। ए हजुर होला, मैले त अब तपाईँ हजुर हजुर। और यहाँ चिन्छ नि। ठिक छ ठिक छ। योभन्दा पहिले घर छानी काम पनि गर्नुहुन्थ्यो रे बुवा हो? पहिला घर छानी काम गर्थेँ। कति वर्षदेखि गर्नुभयो? छ अझै सानो। दुःख बहुत गर्नुभयो नि बुवा? नि घर छानी काम के हातको सप्लाई हो। हजुर। त्यति दुःख गर्नु पर्दैन। एक्लो हुनुहुन्छ अहिले है? एक्लो? एक्लै छ त। एक्लै हुनुहुन्छ नि? जान्छ नि, छ छैन। कोही छैन नि? मरे पनि एक्लै जान्छ हो। बुवा, बुवाको कुरा सुन्दा साँच्चीकै दर्शकबिन आँखाबाट आँसु नै आउला जस्तो महसुस भइरहेको छ मेरो। एक्लै हो, एक्लै जाने हो बुवा होइन? जान्छ एक्लो, बगाल भयो नि एक्लै टाइम। जान परिवारले सबैले छोडेर गइहाले? ए बुवा, अनि कहाँ खानुहुन्छ, कसरी ज्यान पाल्नु भए? ज्यान त अब काम गरेर पाइले खाइरहन्छ। हो नि? काम नगरी खान दिए त होइन मलाई। जहाँ गए हुँ सुत्यो होइन बुवा? अब सुत्नु त अब जहाँ सुतिनु हुन्छ।